आज चन्द्रगिरी हिल्स जाँदैछौँ। केबल कारको प्रतीक्षामा छौँ। यहाँ भित्रबाट हाम्रो केबल कारहरू माथि गइरहेछन्। हामी लाइनमा छौँ अहिले। हाम्रो दिदी, मम्मी, म, दाई, भेना, कुकुलु तिमी कहाँ हो खै? हामी कहाँ हिँड्या भनिदेऊ त? पछि दादालाई देखाउनु पर्छ नि त। अस्ति नै दादाले यस्तै भिडियो लिएर गएको थियो। हजुर केबल कार चढ्न हिँड्या हो? हो। डर लाग्छ कि लाग्दैन? लाग्छ कि लाग्दैन डर? लाग्दैन? अहिले म चढेपछि हेर्छु है त डर लाग्छ कि लाग्दैन। हस् ल हाम्रो केबल कार आइपुगेको छ। अब हामी फाइनल्ली केबल कारमा चढ्छौँ। हाम्रो केबल कार आइपुगिसक्यो। केबल कारमा चढ्दै केबल कार चढियो। अब हाम्रो कार अब उडो, हाम्रो कार उडो अब आकाशमा। केबल कार चढेको छ। अब चाहिँ कुदो है। आधी बाटा आएपछि अन्धकार भयो। तर बाहिर अन्धकार भएपछि भित्र फोटो चाहिँ राम्रो आउँदो रहेछ है। भिडियोहरू चाहिँ बाहिर कुहिरोले केही देखिया होइन। भित्र चाहिँ सबै राम्रो आउँदो रहेछ फोटो चाहिँ है। कुहिरोले पुरै ढाकेपछि अगाडि पछाडि केही देखिँदैन। बाक्साभित्र छौँ। धन्न यसलाई ड्राइभरले चलाउनु पर्दैन र मात्रै यो चलाउनु बडो मुस्किल थियो। सियो लागेर केही नदेखिने छ बाहिर। हामी चन्द्रगिरीको माथिल्लो स्टेसन आइपुगेका छौँ केबल कारको। त्यहाँ माथि हामीले अब घर देख्न सकिन्छ। यो घरभित्र गएपछि हामी फाइनल्ली चन्द्रगिरी आइपुग्छौँ। मन्दिर जानलाई फेरि केही समय हिँड्नुपर्छ। गाडी चढ्न नि पाइन्छ चन्द्रगिरीको माथि गइसकेपछि त। ल हामी घरमा छिरियो। ल हामी चन्द्रगिरीको माथिल्लो स्टेसनमा आइपुग्यौँ। यतापट्टि त लाइट देखिँदैन, यतापट्टि मात्रै उज्यालो आउँदो रहेछ। हाम्रो ढोका खुल्यो। अब म निस्किँ। मम्मी भेनाहरू झर्दै हुनुहुन्छ। दाइ बिस्तारै झर्नु है, मम्मी गुड्छ नि फेरि। अनि ठ्याक्कै चन्द्रगिरी आइपुगियो फाइनल्ली। आज क्या राम्रो मौसम छ। आकाश निलो। मेरो टी सर्ट भन्दा नि आकाश निलो छ आज धेरै। ल चन्द्रगिरी खिच्ने यहाँ चाहिँ घुमी टिकटक बनाउने सुविधा पनि छ। 50 रुपियाँ तिरेपछि एउटा भिडियो बनाउन पाइन्छ। अब यहाँबाट माथि मन्दिर जाने बाटो छ। यहाँबाट बाटोमा पुरै जङ्गलमा केबल कार चढेर आउनु पऱ्यो नि। यहाँ आएपछि चाहिँ पुरै पिच बाटो देखिन्छ। यहाँ हाइसहरू पनि चलिरहेको हुन्छ बेला बेलामा। बादलहरू कस्तो मजाले कुदिरा हेर्न सकिन्छ यहाँ माथि सरररररर लाएर। अझै मेरो मोबाइलले चाहिँ यसलाई राम्रोसित लिन सकिरहेको छैन। लहरी रुख, यो शान्त वातावरण। चन्द्रगिरीमा यहाँ चाहिँ तालचा छ। यहाँ तालचा लाउनुको कारण चाहिँ यहाँ आएर तालचा लगायो भने मनोकामनाहरू चाहिँ पूर्ण हुन्छ भन्ने हुन्छ। यहाँ के हो? सुधा विलास, सुधा प्लस विलास, लभ सुधा लभ विकास। यहाँ सबैले आफ्नो आफ्नो मनोकामना लेखेर चाहिँ लगाएको यहाँ देख्न सकिन्छ। यसमा के छ? यहाँ हामीले कुनै जोडीले चाहिँ हामीलाई सन्तान होस् चाँडै भनेर लेखेको देख्न सकिन्छ। यो तालचामा घर परिवारमा सुख शान्ति होस् भनेर लेखेको देखिन्छ। हामीले तालचाको हो।
यहाँ पनि देख्न सकिन्छ। दुवैजना सुब्बारे। यता अर्को पनि छ यस्तो। यहाँ पहिला त एउटा दुईटा मात्रै थियो, अहिले त यो एकदम धेरै मात्रामा चाहिँ द्रुत गतिमा बढेर चाहिँ यो धेरै भएको देख्न सकिन्छ। यता मात्रै नभएर यो पल्लो साइडमा पनि त्यहाँ पनि यस्तै गरी लेखेको छ, देख्न सकिन्छ अगाडि। हामीले धेरै व्यवस्थित देख्न सकिन्छ चन्द्रगिरीको माथि। यहाँ जुत्ताहरू खोल्ने ठाउँ, यता फोटोहरू खिच्ने, यता होटेल रिसोर्टहरू, यता धारो पानी बाथरुम र यहाँ मन्दिर हामीले देख्न सकिन्छ। आज बर्खाको समयमा पनि यहाँ प्रशस्त मान्छेहरू आउनु भएको छ। अझ आउने बेला हुँदैछ। भालेश्वर महादेव अगाडि नन्दी र पर मन्दिर देख्न सकिन्छ। र विदुर गुरु त्यहाँ टिका लगाइराख्नु भएको छ। के छ भेना, आनन्द छ नि? यहाँ शीतल छ। दिदी कस्तो लागिरहेको त? अनि तपाईँ पहिलोचोटि आयो हो भेना? पहिलोचोटि मात्रै हो दाइ? तपाईँ फर्स्ट टाइम आयो? आएर मै पनि पहिलोचोटि आउनु भयो यहाँ? योभन्दा पहिला आउनु भएको थिएन। यहाँ ह्याट्रिक गर्ने चाहिँ म यो है, भालेश्वर महादेव। यहाँ ह्याट्रिक गर्ने चाहिँ म यो, म 3 चोटि आइसकेँ। यसपालि सहित म चाहिँ 3 चोटि भयो भेना यहाँ आएको। चन्द्रगिरी मन्दिरमा दर्शन गरेर अब फर्किने तयारीमा छौँ। घुम्दै घुम्दै यहाँ ढुङ्गे धारा देख्न सकिन्छ। पुरानो यो पर्यटकहरूलाई चाहिँ अलि मनोरञ्जन दिनको लागि यहाँ पुरानो स्टाइलको ढुङ्गे धारा बनाएको देखिन्छ। स्काई साइक्लिङ गर्ने ठाउँ छ। यहाँबाट त्यहाँ पर गएर त्यहाँबाट फेरि यतै आउन मिल्छ। तर अहिले चाहिँ यो हुस्योले यो देखिँदैन। जिप लाइन पनि छ र स्काई साइक्लिङ पनि छ यहाँ। हामी चन्द्रगिरी घुमेर अब फर्किँदैछौँ सबैजना। आज हुस्योले यो पुरै छोपेर केही देखिँदैन। यो मुनि चाहिँ काठमाडौँ, केही देखिँदैन। चन्द्रगिरी मन्दिरहरू सबै घुमेर अब फेरि केबल कार चढ्ने ठाउँमा जाँदैछौँ हामी। केबल कार चढेर अब फेरि तल नै जान्छौँ र अरू ठाउँ घुम्न जान्छौँ हामी।